अचलको बच्चाहरूको पारै बेग्लै हुन्छ क्या जुन टाइममा त्यो भाइहरूले 7 मा पढ्छ होइन मलाई धरोधर म 7 मा कन्डम कुन हो होइन बेलुन कुन हो थाहा थिएन क्या त्यतिखेर कसम कन्डम दियो भने फुलाएर बस्थेँ होला म कसम हो त्यतिखेर मलाई होइन किस गर्यो भने प्रेग्नेन्ट हुन्छ जस्तो लाग्थ्यो क्या ये तो लेटेस्ट न्यूज है किस गर्यो भने प्रेग्नेन्ट हुन्छ जस्तो लाग्थ्यो त्यो दोष चाहिँ हाम्रो फिल्म इन्डस्ट्रीलाई जान्छ त्यो ठ्याक्क क्लोज आइरहेको हुन्छ बत्ती झ्याप निस्क अब 1 महिनापछि खुसखबरी आइसकेको हुन्छ उनीहरूको घरमा समझ रहे हो कसरी हुन्छ केही थाहा छैन कि अब देखाउनु पर्छ नि होइन पुरै देखाएछ त टोटल देखाउनु पर्छ हामीलाई नि थाहा हुन्थ्यो टक्क रेडी पोजिसनमा बसिरहेको थियो अनि ऊ आयो होइन ऊ आयो अनि त्यसपछि सर लाएर होइन तलदेखि माथिसम्म हेऱ्यो क्या अनि बिस्तारै आफ्नो लुगा सुगा फुकाल्न थाल्यो होइन म त भित्रदेखि गद नि अनि टक्कलाई लुगा सुगा फुकाल्यो होइन नि बेबी आज कस्तो गरम भइरहेछ अरे क्या होइन गरम भइरहेको रहेछ मेरो मनमा त लड्डु फुटिरह नि तपाईँहरू के खुसी भयो भने म झन् यति धेरै खुसी भएको थिएँ कि होइन बहुत नीचा आदमी यहाँ त नीचा धरतीमा कोही नहोएको एकदम खुसी भइरहेको थियो क्या अनि त्यसपछि हतारमा होइन मनमा लड्डु फुटाउँदै अनि हतारमा चुक्लो लाउन गयो क्या चुक्लो लाउन जाँदाखेरि अनि पछाडिबाट आवाज आयो क्या बेबी कस्तो गरम भइरहेछ फ्यान अन गर अरे क्या म त टुवानी क्या मेरो इमोसन हरायो त्यसपछि त सालेलाई गरम होइन गर्मीवाला फिलिङ भइरहेको रहेछ मेसीले जस्तै होम ग्राउन्डमा आएर पेनाल्टी मिस गर्दै यार काँचो मासु खान्छौ दिन्छस् भने खान्छु काँचो मासु पनि खाने गरेका छौ र पहिले पनि खाएका थियौ छैन आजै जाग्नुपर्छ हिँड्न छिटो गर्दाम मलाई कस्तो हतार भइसक्यो सरी खुल्लै रहेछ ढोका अलिकति धकलेको भित्र आइहाल्यो अनि म पनि फेरि किन बाहिर बस्नु भनेर भित्र आइहालेँ खासमा मलाई चाहिएको थियो फोन डिप्रेसन के गर्न लाग्यो डार्लिङ ए के गर्न लाग्यो त मेरो हुनेवाला बुढी त मेरो हुनेवाला बच्चाको आमा अब बुढाबुढी सँगै सुत्नु परेन कन्डम चाहिँ युज गरे भुत्राको कन्डम बच्चा त आइ नै सक्यो अब नआएको छ भने नि आउँछ यसले त साँच्चीकै पेट बोकाउला जस्तो छ अहिले नै बच्चा जन्माएर कसले फिगर खराब गर्छ साले सनक बादुले नराम्रो फसायो यो नाटक गर्दा तर्सेले कि भनेको झन् कल्पिन पो थाली अब अर्को आइडिया के खाएको तैँले आइते त्यो यो पावर आउने औषधि हो यो खाएपछि दिनभर मजा आउला रेलीमै टटक चढेसी के कसो हो डार्लिङ आज चाहिँ रातभरि ट्रक चलाउँछ तिमीमा है डर भएर बस है या तेरो प्यान्टको पछाडि राखिदिएको छु त 2टा चुइगम रातभरि चबाएर बस न हेर न बेबी मिल्क शेक गर्न चान्स दियो डिस्टर्ब गर्छ भने अनि हामीलाई बलुनमा पानी राखेर कसैले तिर्का मेटाउँछ भने तिमी कस्तो कुरा बुझ्दैन भने आइएम सेफ के बट आइएम एचआइभी पोजिटिभ आम्बो के रातभरि दिमाग चाट्ने अब तिमीले भने त सेफ छु भनेर मलाई पनि एचआइभी छ
ओए यो खसीको मासु होइन मलाई यो मासुमा शङ्का छ यो कहिले खसीको मासु भने है सुँगुरको मासु त झन् আমার দেবতা চড়ল বাতে ये सुँगुरको मासु खुवाइदिएछ यो कुतियाले जापानको गोरो गोरो मैयाहरू हेर्ने आँखाले हामी जब बन पाकाको मान्छेलाई के राम्रो देख्थ्यो बन पाखाको वन कुखुराको झोलमा ढेँडो च्वाप्प चोपेर क्वाप्प खाँदा कति मिठो हुन्छ मुखले त ठिक्क पार्छ नि तँलाई नसम्झ्या भए म आउँथे कस्तो हात कामेको त्यही होला नि त म बुढीसँग नि कोही आटिन्छ तिमी 10 दिन माइत जाँदा त आतिन्थे यत्रो वर्ष भयो भेट नभएको आतिदैन त आटिनु हुँदैन कि खोइ त दुधको ग्लास ल्याएको स्वागतमा त दुधको ग्लास पनि ल्याउनु पर्छ त अनि पो स्वागत मनाउने दुध नखाए कसरी स्वागत मनाउने म दुध नै खानु पर्ने पौराणिक कालदेखि चलिआएको रीत कहाँ छोड्नुहुन्छ र म त दुध नखाई स्वागत नमनाउने आऊ म खुवाउँछु तिमीलाई दुध बाय बाय टाटा गुड बाय गया अनि खोइ त दुधको ग्लास खैली गरायो नाकको आफ्नो आफ्नो स्वाद हुन्छ हामीले त बास्ना आउँछ किन आएको यहाँ साइलीको बिहेको खबर पक्का हो अनि अब के बे पनि केटाकेटी खेल्ने खेल हो र ख्याल ख्याल हुनलाई मर्ने हो पिते पितेसँग साइलीलाई एकपटक भेटाइदेऊ न नाइ मार्छ ठुलबाले म जाँदा त नीति खुदी गर्छ तर साइली खुसी चाहिँ छैन बिहेपछि खुसी होला नि त अनि पिताम्बर के भन्छ त के भन्छ नि अब हात खुट्टा चल्नु छोडो मुटु उफ्रेको उफ्रे गर्न थालो भन्छ यो साइलीले देऊ चिज छ्याउँछ त्यसै अनि जवाब चाँडै फर्काउनु पछि बुढेसकालमा एक्सक्युज मी प्लिज आई लिभ यु टु यस्तो लाटो पनि आयो मान्छे भनेपछि त मक्कै पर्ने हो हेर त केटी हो राम्री देख्यो होला नि तलाई लाटोलाई त रमाइलो गर्न मन लाग्छ होला नि त्यस्तो तेरो मन खान्छ भने जङ्गलतिर लिएर जान तैले आँटे नि हुन्छ नि के गर्ने अलि बुढो रहेछ तनरीहरू पो छट्टाउँछन् नि बुढाले त काण्ड पुऱ्याइहाल्छन् नि अब यो लाटोले त मलाई आँखा पो झिम्कायो भाइ छैन झिम्काइदैन त हो त ओए तैले मलाई बिहे गरेर लिएर जाने हो ओ भाई मारो मुझे मारो मारो मुझे मारो मारो हो अनि तर म छ नि अङ्गालो मारेर सुत्ने है त अलिकति साँप्रा देखाइदिए न मुर्सै पर्छ लाटो हो यसलाई त हेर्ने हो ला हेर ला 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 पहिला खुवाएर त हेर्नुहोस् गर त
आँखा खोला सृष्टि आँखा खोला आइएम सरी सृष्टि आइएम सरी सृष्टि यो आँसु पिरोको होइन पीडाको हो आफ्नै छ पर मेरो बेग्लै छ